हेलो साथीहरू, आज चाहिँ हामी नुवाकोट घुम्न जाँदैछौँ नि त। कति पसल घर कर्नर पसल सम्हाल्दै आफूलाई पनि त दिक्क फिल लाग्छ। अनि यसो आज चाहिँ बाहिर जाउँ न भनेर सबैजना मिलेर, दिदी दादाहरू सबैजना मिलेर हामी बाहिर घुम्न गइरहेको छौँ। त्यहाँ हाम्रो सानो काम पनि थियो है, जानै पर्ने आवश्यक पनि छ। अनि त्यही भएर यसो टुर पनि हुन्छ भनेर हामी लाग्यो। अनि म चाहिँ भ्युजहरू हेर्दै बस्दै फोटोहरू खिच्दै हिँड्दै गर्दै राखेँ। कस्तो रमाइलो भइरहेको छ क्या आजको दिन, जे जस्तो भयो भने। अनि दिदीहरू चाहिँ अगाडि हुनुहुन्छ, म चाहिँ यता पछाडि यसो फोटोहरू भ्यूहरू यस्तो क्लिक गर्दै खिच्दै इन्जोय गर्दै है। कति दिन पछाडि यसरी प्राय भ्याइँदैन क्या, घरको काममै भ्याइँदैन, के गर्नु यस्तै हो है। अनि यहाँ एकछिन रोक्नु ल, म यो फोटोहरू खिच्छु, यहाँ भ्यूहरू क्लिक गर्छु भनेर म चाहिँ एकछिन त्यहाँ बसेँ 5 मिनट जति है। एकछिन हेर्नु कस्तो आनन्द लाग्छ नि त यस्तो हेर्नुलाई। अनि यसो हेऱ्यो भिडियोहरू बनाएँ। अनि फेरि यता हेर्नु न कस्तो खाजा खाएको चाहिँ हामीले खिच्नै बिर्सेछौँ क्या, भिडियो बनाउनै बिर्सेछौँ। अनि दिदीहरूले चाहिँ खोइ अघि चाहिँ बनाएको भिडियो तिम्रो भनेर बिर्सेछु, अब होस् भनेर। अनि फेरि यता बाहिर निस्क्यौँ, फोटोहरू फेरि त्यहाँ पनि खिच्न सुरु भइहाल्यो हाम्रो है। यसरी यसो फोटोसोटो क्लिक गरी बस्यौँ। फेरि यता बाटोमा आउँदै थियौँ, अनि फेरि लिचीहरू खान मन लागेको थियो क्या। अनि किन्यौँ ओऱ्यौँ काफलहरू। अनि फेरि यहाँ झर्नाको पानी क्या खान मन लाग्यो। अनि मेरो नि बनाइदिनु है भनेर मलाई नि बनाइदिनु भनेको। अनि बनाइदिनु भयो, पानी कल खायो अरे। फेरि हिँड्यो ल। यहाँ चाहिँ हाम्रो जग्गा थियो नि त। अनि यहाँ जग्गा यसो हेर्नु पनि काम पनि थियो थोरै। अनि आइयो पनि, अनि हेरियो पनि। काम परेर आउनुपर्छ, के गर्नु होइन, घुम्नु त एउटा बहाना हो। अनि यता टक्कसँगले खाना खाने भनेर आयौँ यता होटेलतिर। अनि हेर्नुहोस् न कस्तो राम्रो चटक परेको योलाई के भन्छ हौ, यो नाम पनि आएन है मलाई। ट्रेन कि खै के भन्छ है। कस्तो मजाले हेर्नु न, रुमहरू कति मजाले चुडुक बनाइदिएको क्या, कस्तो मजाले। अनि फेरि हामी यता खोलातिर गयौँ, रमाइलो गऱ्यौँ, अब मचेर न आफ्नै तालमा छौँ क्या। यसरी रमाइलो गर्दै थियौँ है। अनि अहिले एकछिनमा पानी यति धेरै पर्छ नि, पानी सुरु भइरहेछ तर पनि भिडियो खिच्न जारी नै छ क्या हाम्रो। पानीमा भिजिरहेछौँ तर पनि भाग्यौँ, ठुलो पानी परेपछि हेर न कुदेको दिदीहरू। म पछि भिडियो बनाउँदै कुद्दै है, यस्तो इन्जोय भएको हेर न, म भिजेर भागेको यस्तै भयो। कस्तो हेर्नु न कस्तो इन्जोय। अनि खानाहरू खायौँ, अब जाने बेला भयो हाम्रो। बाई साथीहरू।